जय नेपाल, धन्यवाद। मलाई अत्यन्तै खुसी लागेको छ आदरणीय प्रधानमन्त्रीजीले हाम्रो सनातनी धर्म अनुसार प्रत्यक्ष हामीले कुनै काम गर्दैनौं, पश्चात्य भनेर हामीले कसैको चित्त दुखाउँदैनौं। हाम्रा प्रधानमन्त्रीजीले आफू आइसकेपछि उद्घाटनको समयमा देख्नुहोला, जल सेचन गर्ने बेला देख्नुहोला, आदरणीय ज्ञानानन्द सरस्वतीलाई सँगै राखेर गर्नुभएको छ। त्यसको मतलब के हो भने यो राजनीति र हाम्रो सनातनीहरू हामी सँगै जानुपर्छ यसको विकासका निम्ति भन्ने सन्देश हो। यसका निम्ति मैले उहाँलाई आभार प्रकट गर्न चाहन्छु। यो ठूलो संकेत हो, यसको आवश्यकता छ। अहिले हाम्रो क्षेत्र, हाम्रो ठाउँमा यति ठूला ऋषिहरू पाकिस्तानको लाहोरबाट पानी छानेर किन आए? ईश्वरले भन्यो तिमी त्यहाँ गएर तपस्या गर। श्रृंग ऋषि रेसुङ्गामा आएर किन बसे? तिमी त्यहाँ गएर तपस्या गरे। पतञ्जलि ऋषिलाई तिमी योग सिक, त्यहाँ कसले भन्यो? ऋषि भगवानहरूले तिमी जाऊ, यो क्षेत्र पवित्र छ, यो क्षेत्रबाट विश्व ब्रह्माण्डलाई नेतृत्व गर्ने भाषा हामी विकास गर्न सक्छौं भनेर ईश्वरले एउटा निर्देशन गरे होला जस्तो लाग्छ। मेरो दिमागले, म त्यति धेरै कुरा गरे पनि मेरो दिमागले त्यो भेटाउन सक्दैन। मेरो दिमाग त्यसरी बनेकै छैन। हामी तिर्कार ऋषिहरू जस्ता होइनौं। त्यसैले हामी यो भाषा, यो संस्कृति, यो संस्कृत, यो परिवेश बेचेर बुझेर हामी त्यो हाम्रो अर्को जेनेरेसनमा पुग्यो। त्यसकारण प्रधानमन्त्रीजी यो विशेष क्षेत्र हो, यसको नेतृत्व गरिदिनका निम्ति म आग्रह गर्न चाहन्छु। यही नै आजको यसको सफलताको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आज विश्वमित्रदेखि लिएर वशिष्ठ ऋषिको सँगै साथी पाणिनि, यो कति ठूलो गर्व हो। यो क्षेत्रले एउटा मात्रै काम गरेको छैन। श्रृंग ऋषिले एउटा सन्तान नहुँदा रेसुङ्गाबाट जडीबुटी पनि लिएर जानुभयो। यज्ञ मात्र होइन, त्यो बेला यहाँको जडीबुटी पनि लिएर जानुभयो। तर हाम्रो पुस्ता अहिले केही काम गरेको छैन। त्यो पुस्ताले जडीबुटी लिएर जाने, रामको बेलामा सन्तान नजन्मिँदा आज हामी विषादी खाएर बस्न पर्ने र रोगी बन्न पर्ने, यस कुराबाट आदरणीय प्रधानमन्त्रीजीले नीति बनाउँदा यसको अन्त गरिदिन पर्छ र हाम्रा जडीबुटी अगाडि बढ्न पर्छ। यही मैले कामना गरेँ। योभन्दा धेरै कुरा मलाई भन्नु छ। साथीहरू, हामी धेरै अगाडि छौँ। हामी विश्वका पहिला मानिस हौँ। आज विश्वमा हामीले गर्व गर्नुपर्छ। पाणिनि ऋषिको यी मन्त्रहरू, यो ग्रामरहरू, यो व्याकरणलाई नासाले प्रयोग गर्दैछ। यही शब्दका, यही भाषाका आधारमा मंगल ग्रहमा जाने कि चन्द्र ग्रहमा जाने कि यही भाषाले काम गर्छ। अमेरिकन इंग्लिश भाषाले, चाइनिज भाषाले, रसियन भाषाले काम गर्दैन, भारतीय भाषाले काम गर्दैन। हाम्रो ठाउँमा बसेका हामी सानो देशका साना हुँला, तर हाम्रो इतिहास, हाम्रो संस्कृति विश्वमा सबैभन्दा ठूलो छ। हामी विश्वका सर्वोत्कृष्ट मानिस हौं। त्यसकारण हाम्रो भाषाले काम गर्छ। यसको संरक्षण प्रधानमन्त्रीले अहिलेको नीतिमा पहिलोचोटि सुरु गर्नुहुन्छ भन्ने कुरा मैले विश्वास लिएको छु। त्यसकारणले मैले प्रधानमन्त्रीसित यो आग्रह गरेको छु। मैले थोरै 3 मिनेट समय प्रधानमन्त्रीजीसित मागेको, किन उहाँलाई छिटो जान छ। त्यसकारण मलाई यही भन्नु थियो। त्यसकारण गुरु आदरणीय प्रधानमन्त्रीजी, म चीनको राष्ट्रपतिले माइनको इन्जिनियर थिए, उनले आफ्नो देश कहाँ पुर्याए? केजीबीको बाट आएका थिए रसिया राष्ट्रपति पुटिन, उनले आफ्नो देशलाई कहाँ पुर्याए? व्यापारीबाट आएका थिए ट्रम्प, अहिले उनले चाहिँ ट्रम्प गोल्डन कार्ड बाँड्दैछ। रसियन राष्ट्रपति केजीबीबाट आएको कारणले आफ्नो 84 वर्ष पुरानो विरोधी अमेरिकालाई संयुक्त राष्ट्रसँग आफ्नो पक्षमा भोट हाल्ने बाध्य गरायो। त्यो पहिचान दिइरहेका छन्। भारतको प्रधानमन्त्रीले राजनीतिबाट पनि आए, धार्मिक रूपले पनि आए। आज 64 करोड मान्छेहरूलाई कुम्भ मेलामा भेटा गराए। आदरणीय प्रधानमन्त्री, नजिकै रुरु छ, त्यहाँको गंगा जल, त्यहाँको शालिग्रामलाई हामीले
आज हामी त्योमा पुर्याउन सक्यो वा कुम्भ मेलामा पठाउन सक्यो वा खरबौं पैसा हाम्रो आउँथ्यो। हाम्रा दूरदर्शिताको अभाव भयो, हामी त्रिकालदर्शी बन्न सकेनौँ। त्यसकारण म यो क्षेत्रमा आज प्रधानमन्त्रीले वचनबद्धता प्रकट गरिदिएर आउने बजेटमा यो क्षेत्रको विकास र विकासमा जोडिदिनका निम्ति म आग्रह गर्न चाहे। यस क्षेत्रको शुभकामना सफलताको हामी सबै यो बुझ्नका निम्ति संस्कृत बुझ्न पर्दो रहेछ। आदरणीय प्रधानमन्त्रीजी, हामी अब विश्वमा प्रतिस्पर्धा गर्ने हो भने, यो प्रविधिको युगमा जोडिने हो भने नम्बरमा नराखौं मूल्याङ्कनमा, तर संस्कृत पढाउँ, यो देश विश्वको सबैभन्दा धेरै धनी बन्न सक्छ। यही आग्रहका साथ यसको सफलताको शुभकामनाका साथ म बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।